ल हाम्रो चाहिँ यहाँ भित्र सर्प पसेको रहेछ। यहाँ मोटर साफ गरेको, मोटर साफ गरेर चाहिँ यता सर्प रहेछ है भित्र। अनि भेनाल चाहिँ समातेर हिँडाल्दैछ है बाहिर फाल्ने भनेर, यता चौरतिर फाल्छ भनेर। अब लिएर दिएछ भेनाले। आइसक्यो हामी चौरमा। अब यहाँ फाल्ने है भेनाल चाहिँ। अब फालिदिनु लाग्यो। ल अब भेनाल चाहिँ फाल्यो। अनि फाले फेरि उठाएँ है, मऱ्यो कि मरेन भनेर। अनि हेर्नु लाग्छ मऱ्यो कि मरेन भनेर। अनि म चाहिँ हाँसिरहेको छु है। अनि खाला जस्तै गऱ्यो है भेनाल चाहिँ हेरेँ। अनि यसो सानो छ किन मार्ने भनेर हेरिरहेको छ भेनाले। ल समातेर हामी चाहिँ हिँड्यौँ। अनि बिस्तारै हामी चाहिँ घरतिर फर्किँदैछौँ। अनि हामी घरमा आएर म चाहिँ फेरि यहाँ रुखमा चढेँ। रुखमा फेरि यहाँ अब चराले गुड बनायो। अनि त्यही हेर्न जाँदैछु म चाहिँ माथि। यहीँ घर छ अनि घरको नजिकै हो यो चाहिँ। अब म चाहिँ यहाँ बिस्तारै लाग्दैछु। अनि यहाँ चाहिँ हेर्न सक्नुहुन्छ 2टा बच्चा अनि एउटा चाहिँ अन्डा छ है। एउटा